आज चाहिँ हाम्रो प्लानिङ भएर चाहिँ यहाँ कोकोडे जाने होइन हामी चाहिँ यहाँनिर यति जान छ गोरा रोमिक आले म अजित उता पेट्रोल हालेर आउँदैछ खै आइसक्यो त्यो ए ल ल ल अब हामी यहाँबाट निस्किन्छौँ बुद्ध चोकमा आइपुग्यो अरे ल अब हामी यहाँबाट निस्किन्छौँ कोकोटेको कस्तो कस्तो भ्यू छ तपाईँहरू हेर्ने होइन ल जाउँ यहाँ चाहिँ यस्तो जाम है सक्यो नि फेरि ओइ कहाँ ए एक्सिडेन्ट भयो हो डरो एक्सिडेन्ट भएछ यार डेन्जर भएछ किन तपाईँ चाहिँ यहाँ बसिरहेको छ तपाईँ जानु न त हामीलाई जा रे हाम्रै ठाउँमा मुजी हामीलाई त फर्कामा न एक्सिडेन्ट डेन्जर भयो कि त्यहाँनिर हेर्दैछ अझै सही छैन त पुल पनि वाइल्ड डुलाउँछ यहाँ खोला चाहिँ फेरि हामी चाहिँ अहिले कोकोडे जाने ठ्याक्कै भिम्बेरीबाट भित्र छिरेर ठ्याक्कै अब यहाँ खोलानिर क्रस भइसक्यो पुलमाथि यसरी बसिरहेको छ हामी चाहिँ यहाँनिर टक्क लाएर खोलाहरू चाहिँ यहाँ वाइल्ड डुलाउँछ जस्तो यार यस्तो छ होइन हामी चाहिँ यहाँ पुलमा बसिरहेको छ ऊ त्यो गोरु डेन्जर के ओइ गोरु मिट लगाइदिउँ क्या गोरुको साथीसँग गोरुको साथी त्यहाँ मिट लगाइदिउँ मिच्छु साथी यस्तै हो अब होइन यहाँ पानी हेरेर टक्क लाएर पानी पनि बवाल किन्छ जङ्गलमा पुरै छिरिसक्यो अब कोकोडे पनि आइपुग्न लागिसक्यो यति त नभनौँ जे होस् आइपुग्न लागिसक्यो आधी घन्टा लाग्छ कि लाग्दैन जस्तो लागेको थियो अब खोइ के हुन्छ हेरौँ अब कति आधी घन्टा कति लाग्छ होला हाम्रो हामी चाहिँ बवाल ठाउँमा आइपुगिसक्यौँ अनि त्यसपछि यहाँबाट चाहिँ अब अलि उता जानुपर्छ यता हो यहाँबाट जाने यता होइन टक्क लाएर अनि त्यसपछि हामी चाहिँ अहिले यहाँनिर एकछिन बसिरहेको यहाँ पानी सानी पुल सुल देख्यो यस्तो फोटो खिच्नलाई यहाँ बसिरहेको त्यो पुलमा फोटो खिचौँ भनेको अब यसो निस्किनु पर्ला बेहोस अलग ठाउँमा आइपुग्यो जस्तो भइरहेछ क्या कोकोडे होइन एकदम दामी छ ठाउँ अब भ्लग जसले हेर्छ उनीहरू चाहिँ अब सक्नुहुन्छ भने तपाईँहरू भिम्बेरीबाट भित्र कोकोडे आएर रमाइलो गर्न सक्नुहुन्छ यहाँनिर नि बवाल छ भाइब्स दिन्छ बवाल भाइब्स दिन्छ अनि त्यसपछि ठाउँ पनि राम्रो छ बवालै छ ठाउँ पनि आउनुहोस् तपाईँहरू पनि भन्न चाहन्छु म चाहिँ राम्रो ठाउँ छ एक्सप्लोर गर्नुपर्छ रेडी भइसक्यो
घरबाट अब निस्किन थालेको। अनि त्यसपछि हामी चाहिँ यहाँनिर बसिरहेको छु केटाहरू यहाँनिर होइन, टक्क लाएर। अनि त्यसपछि रात पनि परिसक्यो। अनि भ्लग बनाउँ भने के बनाउँ, अलिकति थोरै मात्रै बनाउनु पर्ने छ, बनाउनै पर्छ कि, त्यही भएर बनाइरहेको छु म चाहिँ होइन। यसै हो, बस्यो यहाँनिर रमाइलो भयो एकछिन, यसो अलिअलि खाजासाजा खायो, साथीले खाजासाजा खायो। अनि त्यसपछि हामी चाहिँ अब निस्किन लागेको। र अब अर्को नेक्स्ट भ्लगमा भेटौँ है त।